हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आजको दिनमा चाहिँ मेरो जन्मदिन थियो र म चाहिँ आज गुम्बा गएको थिएँ। फर्स्ट चाहिँ म र नानी अनि मसँग हामीसँगै बस्ने दिदी अनि उसको नानी मेरो कान्छा भाइ। अनि त्यहाँबाट हाम्रो नानी चाहिँ मजाले हिँड्दै थियो होइन, हाँस्दै हिँड्दै थियो। अनि यो चाहिँ उयोहरू हो होइन, तामाङहरूको झन्डाहरू पुरा गाडेको थियो। अनि त्यहाँबाट म चाहिँ जाँदै थिएँ होइन, अब बर्थडेको दिन त अलिक चटकचिटक भएर। अनि यो चाहिँ हो गुम्बा, नाम्ची, पुरानो नाम्चीको गुम्बा हो यो चाहिँ, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। अनि गुम्बा चाहिँ सबै हामी घुम्यौँ, ढोक्यौँ गएर। अब ढोकेको चाहिँ मैले भिडियोहरू गरिनँ, किन भन्दा भित्रतिर भिडियो गर्नु दिनुभएको थिएन। त्यहाँबाट भाइले चाहिँ धुप बोकिरहेको थियो, तर यो धुप चाहिँ चलाउँथेन रहेछ। त्यहाँबाट हामी वरिपरि सबै घुमेर चाहिँ मैले चाहिँ यहाँ अलिकति बोलेको थिएँ होइन। अन्त त्यहाँबाट मैले चाहिँ हिँड्दै हामी चाहिँ हिँड्दै गुम्बा घुम्दै गयौँ। त्यहाँबाट चाहिँ भाइले चाहिँ हल्का टाइम पास गरेको थिएछ, किनकि केहरू भन्दै टाइम पास गरेको थिएछ गाइस। अनि त्यहाँबाट हामीले चाहिँ उयो घुमायौँ होइन। अन्त मजाले घुमाएर होइन, अब आफूले सबै कुरा माग्नु पऱ्यो नि त यतिखेर आफ्नो जन्मदिनमै होइन। अनि त्यहाँबाट हामी चाहिँ फर्क्यौँ। अनि फर्क्यौँ हामी चाहिँ त्यहाँबाट, अब फेरि हामी चाहिँ चारधाम जानु लागि रेडी भएर फेरि हामी चारधाम गयौँ। त्यहाँबाट उकालो हामी चाहिँ उकालो हिँडेर गएको चारधाम चाहिँ होइन। अरू चाहिँ सबैजना स्कुटीतिर गयो, गाडी नपाएर चाहिँ हामी चाहिँ चारधाम उकालो हिँड्दै गएर चाहिँ त्यहाँबाट चाहिँ लास्टमा चाहिँ बल्ल हामी चाहिँ चारधाम पुग्नै आँटेको थियो। त्यहाँबाट फाइनली हामीले एन्ट्री पनि गऱ्यौँ चारधाम चाहिँ। त्यहाँबाट चारधाम एन्ट्री गरेर चाहिँ त्यहाँ मैले पानीहरू चढाउने चिजहरू किनेँ। अनि त्यो चाहिँ मैले तपाईँहरूलाई देखाउन सकिनँ, किन भन्दा धेरै बेसी भिड थियो होइन। अब जनवरी 1 तारिक त कति भिड हुन्छ मन्दिरमा, सबैजना टुरिस्टहरू पनि आउनुहुन्छ। त्यहाँबाट हामीले जुत्ताहरू राखेर चाहिँ हामी चाहिँ एन्ट्री गरेर अब चाहिँ हामी पानीहरू चढाउनुतर्फ लाग्यौँ। अनि त्यहाँबाट हामीले चाहिँ यसो हेऱ्यौँ, ड्रेसमा पनि कति मजाले सबैजनाले फोटो खिच्दै थियो। त्यहाँबाट हामीलाई पनि फोटो खिच्नु मन परेर चाहिँ मैले चाहिँ खास तामाङको ड्रेस दिनु भनेको थिएँ, तर ड्रेस चाहिँ तामाङकै दिनुभएको थियो। तर त्यो टोपी चाहिँ शेर्पाको दिनुभएछ, टोपी चाहिँ थिएन तामाङको। अनि मेरो नानीले चाहिँ लुगा लाउनु मानेन नि त, ड्रेस लाउनु मान्दैन, ऊ चाहिँ पुरा छटपट मान्छ, त्यही भएर उसले चाहिँ ड्रेस लगाएन। अनि त्यहाँबाट हामी चाहिँ कति बेसी थाकेर आएर पनि म चाहिँ सुतेँ गाइस। थ्याङ्क यू फर वाचिङ।